दक्षिणकाली आमाको प्रवेशद्वारमा हामी अहिले आयौँ। दक्षिणकालीमा पूजा पनि सम्पन्न गरियो। सम्पन्न गरिसकेपछि दक्षिणकाली आमाको मन्दिर चाहिँ माथि रहेको रहेछ र म र मेरो बुढी निदो गऱ्यौँ कि आमाको पनि दर्शन गर्ने भनेर हामी माथितिर लाग्यौँ। माथि लाग्दाखेरि केही स्टेपहरू रहेछन्, अलिकति उकालो नै रहेछन्, जस वृद्ध आमा बुवाको लागि चाहिँ अलिकति अप्ठ्यारो नै रहेछ। तर त्यहाँ पुग्दाखेरिको दृश्य र मनमा शान्ति, हजुरहरूलाई के बिहा गरौँ। त्यहाँ गइसकेपछि एकदम आनन्द भाइब्स आए र त्यहाँ गइसकेपछि दक्षिणकाली आमाको मन्दिरमा फोटो र भिडियो गर्न अलाउ रहेनछन्। त्यस कारणले गर्दाखेरि हामी भिडियो बाहिर गऱ्यौँ र बाहिर गर्ने। जय दक्षिणकाली आमा, हजुरको आशीर्वाद हामीमाथि सधैँ नै यसरी नै रहिरहन्। दक्षिणकाली आउँदै हुनुहुन्छ भने आमाको पनि दर्शन गर्न त्यत्तिकै जरुरी रहेछन्। त्यहाँका एकदम मोहक दृश्य र त्यहाँका भाइब्स एकदमै अस्मरणीय रहेका रहेछन्। यदि तपाईँ दक्षिणकाली आउँदै हुनुहुन्छ भने यहाँ पनि आउनुहोला।